सामान्य सभामुख महोदय, अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 मा सैद्धान्तिक छलफलको लागि समय दिनुभएकोमा धेरै धन्यवाद। यो छलफलको लागि तयारी गर्दै मैले सोचेँ किन चाहियो विधेयक, जबकि हाम्रो इन्ट्यान्जिबल हेरिटेज हजारौँ सयौँ वर्षदेखि त्यत्तिकै चलिरहेको छ। तर नाउ इट इज भेरी क्लियर टु मी कि भौतिक सम्पदाहरू संरक्षणको लागि त हामीले केही पहलहरू गर्यौँ होला, तर अभौतिक सम्पदाहरूलाई कसरी आउने पुस्तामा पुस्तान्तरण गर्ने भनेर मलाई सधैँ नै चिन्ता थियो। विशेष गरी इन्क्रिजिङ आउटवर्ड माइग्रेसन, ग्लोबलाइजेसन र हाम्रो फास्ट पेस मोडर्नाइजेसन र जेन्ट्रिफिकेसन अफ सिटिजको सन्दर्भमा। यो विधेयक सयौँ वर्षदेखि चल्दै आएका नेपालको अभौतिक सम्पदाहरूलाई राज्यको औपचारिक परिधिमा ल्याउने प्रयास हो। नेपाल सन् 2003 को युनेस्को महासन्धिको पक्ष राष्ट्र भएको कारण यसले कार्यान्वयन गर्न ऐन बनाउनु आवश्यक थियो र संविधानले पनि भाषा, संस्कृति, विविधता तथा सङ्घ, प्रदेश, स्थानीय तह बीचको साझा जिम्मेवारीलाई स्पष्ट गरेको छ। त्यो अर्थमा यो विधेयक आवश्यक र समय अनुकूल छ। यो विधेयकले मैले राज्य, समुदाय र अर्थतन्त्रलाई जोड्ने एउटा आधारको रूपमा लिएको छु। नेपाल जस्तो विविधताले बनेको देशमा भाषा, गीत, कथा, पर्व, जात्रा, सिप, परिकार, परम्परागत ज्ञान र जीवन पद्धति नै हाम्रो पहिचान हो। यो विधेयकमा यिनै अभौतिक सम्पदाहरूलाई अभिलेखीकरण, संरक्षण र प्रवर्धन गर्ने लक्ष्य रहेको छ। तर राम्रो उद्देश्य भएको विधेयक आफैले राम्रो परिणाम दिन्छ भने पनि हुँदैन। सभामुख महोदय, म दुईवटा कुरा विशेष रूपमा जोड दिन चाहन्छु। पहिलो, समुदायको सहमति केवल औपचारिक सहमति होइन, सूचित र सार्थक सहमति अर्थात् प्रायर इन्फर्म्ड कन्सेन्ट हुनुपर्छ। साथै सम्पदाबाट प्राप्त भएको लाभको जस्टिफाएबल डिस्ट्रिब्युसन, स्किल ट्रान्सफर र इन्टरजेनेरेसन नलेज ट्रान्सफर पनि विधेयकमा स्पष्ट रूपमा समेट्नुपर्छ। र दोस्रो, स्थानीय तहलाई सेकेन्डरी रोल मात्र होइन, नेतृत्वकारी तह बनाउनुपर्छ, किनकि यसै सम्पदाको संरक्षण स्थानीय जीवनमै सम्भव हुन्छ। म यो विधेयकको सैद्धान्तिक आवश्यकतालाई समर्थन गर्छु। अन्तमा संस्कृति बचाउने कुरा सङ्ग्रहालयमा मात्र राख्ने कुरा होइन, जीवन्त सम्पदालाई, लिभिङ हेरिटेजलाई सम्मान गर्ने, अधिकार दिने र भविष्यसँग जोड्ने रणनीतिक प्रतिबद्धता पनि हो। धन्यवाद।